सो अहिले चाहिँ यहाँनिर बाटो चाहिँ एकदमै क्याचक र कुचुक रहेछ। त्यो भएर बिस्तारै गइरहेछौँ। यस्तोमा चाहिँ टक्क डट बाइक कुदाउने खालको हुन्छ र पनि हामी यहाँ पल्सरमै हिँडेछौँ दुइटैमा। घट्दाखेरि चाहिँ अनिमेसमा हुन्छ। सो गाइस देख्न सक्नुहुन्छ सिन चाहिँ एकदम बबाल रहेको छ होइन। जे जस्तो केही नभए यो चाहिँ क्रसर रहेछ। त्यहाँको क्रसर आइपुग्यो हामी। छैन यता भलुवा चाहिँ भन्छ भलुवा नै होला। यो भलुवा चाहिँ साइड। सो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। एक्ज्याक्टली यो चाहिँ थाहा भएन। सो अहिले चाहिँ हामी वेलकम ब्याक। यहाँनिर चाहिँ देवी झडा आएको थियौँ। भिडियो स्किप गरेको मैले। देवी झडामा आइसक्यो। सिन चाहिँ दामी आएको छ है। वेलकम ब्याक। हामी चाहिँ के भन्छ लाल भित्ती निस्किन आँटी ट्याक्क लाएर यो बाटोमा यस्तो बाटो छ। साइड हँडेर हुँदैछ। बन्द रहेछ। हजारको तेल डल्दैछ बाइकमा। भइसक्यो हाम्रो हजारको तेल खाएर निक्लिसक्यो हाम्रो बसन्ती।